के गर्नु भएको यो चाहिँ ल तातो मटका चिया चाहिँ यस्तो छ नरिवल साइडमा नरिवल हेर्नु चाहिँ हेर्नुहोस् अब चाहिँ यहाँ के हुँदैछ के देखाउँदैछु म कहाँ जाँदैछु है आज अर्को बारले कहाँनिर के हुन्छ अब पानी चाहिँ डेन्जर पर्न आँटेको छ यो माथि नि हेर्नुहोस् यो माथि यो माथि चाहिँ वर्ल्ड कप लागेको छ र वर्ल्ड कप लागेको भन्दा अगाडि चाहिँ तपाईँहरूको निन्द्रा चाहिँ कतिको पुग्दैछ र आजको भिडियो अलिकति अनौठो टाइपको ट्राभल भिडियो छ र सबैले हेरिदिनु होला विनम्र अनुरोध पनि गर्दै अब चाहिँ म जाँदैछु यहाँ अनौठो ठाउँमा लाइक सेयर सब्सक्राइब चाहिँ धेरैभन्दा धेरै गरिदिनुहोस् है तल चाहिँ मान्छे यति भिड छ कि यो तल हेर्नुहोस् मान्छे म चाहिँ जाने हो उता तल हेर्नुहोस् त मान्छे उता कति भिड छ त्यो भिडै भएर जाने हो र यहाँ टिटेर टाट गरेर चाहिँ लाउँदैछ हर्न बाटो छोड्दै भन्दैछ अब म उता जान्छु त्यहाँ गएर चाहिँ त्यहाँ छ कि छैन मैले भनेको चिज चाहिँ छ छैन खास म गएको छ त्यहाँ हो त्यहाँ छन् त छ होला त्यहाँ गएर चाहिँ एकछिन बस्छु र के हुन्छ अब त्यहाँनिर बसेर चाहिँ खाने कुराहरू खानुपर्छ कि सायद अब हेरौँ त्यहाँ गएर के हुन्छ र पानी चाहिँ डेन्जरै बनाएर चाहिँ त्यो भिड हेर्नु है उतालाई भिड हेर्नुहोस् र भिड डेन्जर छ भिड झाड छ र कति तपाईँहरूलाई चाहिँ इन्टेक 27को इन्फर्मेसन दिने त्यसको भिडियो छुट्टै हुन्छ इन्टेक 27को इन्फर्मेटिभ भिडियो छुट्टै हुन्छ भन्ने यो एकदम अर्को टाइपको इन्टरटेन भिडियो अब त्यहाँ हेर्नु नि यत्रो डेन्जर चाहिँ हुन आँटेको छ कि त्यो हेर्नु त पानी डेन्जर परिरहेछ बोटिङ चाहिँ गरिरहेछ हो भारी देख्नु भएको छ कि छैन हेर्नुहोस् त बोटिङ चाहिँ गरिरहेछ चाउँदै अब अलिकति अगाडि गएर चाहिँ पेट पनि लागेको छ अलिकति यस्तो डेन्जर पानी पऱ्यो हुरी बतास चल्नु लागेको छ त्यहाँ बोटिङ गर्दैछ अहिले चाहिँ म कहाँ छु लेक साइडमा म खास चाहिँ के गर्नु गएको भन्दाखेरि हेर्नु नि त्यो पर बोटिङ चाहिँ हेभी हुँदैछ अब अहिले चाहिँ म कहाँ गएको त्यो ठाउँ छ कि छैन त्यहाँनिर अब हाम्रो म्याडम पनि आउँदैछ पछाडि अब चाहिँ यहाँ मान्छे जरा पनि देखाउँछ भिडभाड चाहिँ छ भिडभाड चाहिँ म देखाउने गर्छु कायाकिङ मैले भिड कायाकिङ हेर्नु चाहिँ पर कायाकिङ त्यो भएर चाहिँ कायाकिङ चलिरहेको छ पानी पऱ्यो चाहिँ के होला कायाकिङ मान्छेलाई चाहिँ कायाकिङ गाई बाटो भएर कायाकिङ आफ्नो भने कायाकिङ हो कायाकिङ गरेको चाहिँ हावा पानी पर्न आँटेको छ क्या म खास गएको कहाँ हो भन्दाखेरि चाहिँ मेन त त्यहाँ गएर बस्यो भिडभाड चाहिँ त्यस्तो छ म खास कहाँनिर गएको भन्दाखेरि चाहिँ त्यहाँ खाँदैन हौ यहाँ आऊ न मटका कहाँ गएको भन्दाखेरि चाहिँ कता छ हौ यहाँ हिलो रहेछ हिलो रहेछ अब यहाँ स्पेसल यहाँ हेर्नुहोस् सबै चटपटे त खानु भएन यहाँनिर जाने खाजा खाने टाइमहरू अब पर गएर चाहिँ मैले चाहिँ त्यही स्पेसल नरिवलहरू राखेको चिया खानु पर्छ नरिवलहरू राखेको चिया चाहिँ हुन्छ त्यो चिया पनि खानु पर्दैन खाँदा त्यहाँ एक दुईवटा कुराहरू पनि सोध्छु हिलो भएको छ हिलो छ है हिलो दुनियाँ कुराहरू छ यहाँनिर राखिरहेको छ चटपटे मटका चिया मटका चिया कहाँ रहेछ कहाँनिर चाहिँ गएर खाने अस्तिको नै खाएको हो यहाँनिर पनि छ त्यो पर मन गऱ्यो पर बाटो छैन हिलो छ हिलो छ पर जानु पर्ला हिलो चाहिँ हिलो चिया छ मटका चिया त्यहाँनिर काइकिङ गरेर हेर्नु नि काइकिङ गऱ्यो
चिया हो ऊ मटका चिया पो खानुपर्छ अरे हो है ल यहाँ मटका चिया खानु अब यसो बसेर ल बनाउनुहोस् दुईवटा म्यामले पनि आउँछ ल है के हालेर बनाउनुहुन्छ हौ चिया मसला चाहिँ के हो त तपाईँको छुट्टै हुन्छ कि तपाईँको पर्सनल मसला हो कि ए उयो नै हाल्छ होइन र के भन्छ छ्या नरिवल होइन है हजुर हो ए पकाउने पनि माटोको भाँडामा हो ए माटोको भाँडामा पकाउनु हुँदो रहेछ हेर्नुहोस् माटोको भाँडामा पकाउने अनि खास स्पेसल चाहिँ के हो मटका चियाको तपाईँको ए दुध हजुर आर्मीको हो क्या हो तपाईँ नेपाल आर्मी छ देख्दो रहेछ होइन र यो लाइनभरि मटका चिया पाउँछ है ल यहाँ आउनु होइन मटका चिया चटपटै होइन र के खाने बेलुका बेलुका आउनु छ दिउँसो त पाउँदैन है ओ मकै खानेहरू यता आउनु पऱ्यो लेक साइडको किनारमा आउनुपर्छ हामी पनि उबाडाबाडी अब यसो बजार गएको अब यताबाट घुम्दै घुम्दै चिया खाएर जाउँ न त भनेर हो युट्युबमा आइहाल्छ तपाईँको मटका चियालाई युट्युबमा आइहाल्छ मेरो फेसबुकमा नै आउँछ है टाइम चाहिँ लाग्छ बनाउँदैछ अब सबै कुरा माटोकै भाँडामा यहाँ देखाइदिँदैछ तपाईँलाई सम्पूर्ण कुरा चाहिँ उहाँले माटोको भाँडामा पकाउनु हुँदैछ अब यो माटोकै भाँडा भयो हन्डीको भयो होइन अब दाउरा कहाँबाट ल्याउनुहुन्छ दाउरा फर्निचरबाट कसरी किलो छ हौ दाउरा हजुर 20 रुपियाँ किलो त दाउरै पर्दो रहेछ बिचराको गाह्रै छ आज बिहान मैले पनि आगो बालेर आएको रिल्स हालेको थिएँ नि हेर्नु होला 20-30 रुपियाँ किलो चाहिँ दाउरै पर्ने भयो अनि अब चिया चिनी दुध त्यस्तै त हो नि ल हेर्नुहोस् यसरी बनाउँछ मटका चिया चाहिँ के भन्नुभयो ए पाक्न लाग्यो अरे उम्लेन आँट्यो अरे अब उम्लेको पनि देखाइदिन्छु उम्लेको देखाउनु मिल्छ ल उहाँले उम्लेन आँट्यो भन्दैछ अब हेरौँ यहाँ आगोमै ल बोलिरहेको छु ल हेर्नुहोस् ल हेर्नुहोस् ए माटोकै भाँडामा चाहिँ पाक्ने चाहिँ मटका चिया यस्तो हुन्छ रेनकोट लाउनु हुँदैछ पानी परिसक्यो अब ल अब रेनकोट बनाएर पनि दुःख छ हेर त ल दुःख छ है रेनकोट लगाएर भयो भने यहाँ बिचराहरू यस्तो चाहिँ छ ए यहाँ हेर्नुहोस् दायाँ बायाँ पानीमा चाहिँ सबै यहाँ मकै खानुहुन्छ कि सबै कुरा चटपट खानुहुन्छ कि चक्लेट नरिवल चाहिँ यसरी हान्नु हुँदैछ यताखेरि हुँदैछ अब चट्टै चिया खाएर चाहिँ त्यो चाहिँ आफै बनाउनु भएको हजुर ए किनेर ल्याउने हो ए ओके त्यो किन्ने उहाँले चाहिँ चट्टै ए यो छुट्टै पाउँछ फ्लेभर ए चक्लेट र नरिवलको फ्लेभर ए ल अब चाहिँ 200 रुपियाँको 2 कप चियाको लागि हेर्नु त यहाँ दुःख पानीमा कति दुःख गर्नु हुँदैछ बिचरा ल हेर्नुहोस् दुःख नगरी सुखा कहाँबाट पाउँछ त हो यस्तो चाहिँ हुनु पऱ्यो नि त पानी पऱ्यो भन्दामा गएर ब्ल्याङ्केट ओढेर सुत्ने हो त थोरै होइन त ए यहाँ हेर्नुहोस् आमा त्यो भाँडा पनि हो ल हेर्नुहोस् अब आएँ ल हेर्नुहोस् ल आयो ल आमा ल ल यस्तो चाहिँ हुँदैछ मटका चिया प्रिपरेसन हेर्नु त उहाँले सुर बनाउनु हुँदैछ खाएर हेरौँ कस्तो हुँदैछ खाएर त मिठै हुन्छ नि नमिठो हुने कुराहरू अस्ति पनि खाएको हो हन्डी चाहिँ गिलास चाहिँ फेरि अनि के गर्नु भएको यो चाहिँ ल यस्तो पो गर्दैछ ल अरे फेरि यहीँ लाँदो रहेछ है ल अब भयो अब चिया रेडी अब चाहिँ चिया टक्क लगाएर चाहिँ दिनु पऱ्यो म्याडम पनि बसिरहनु भएको छ चिया चाहिँ बनाउँदा टक्कलाई बनाउँछ आमा कति हो
नरिवल नहाल्ने अरे एउटामा म त हालिदिनुहोस् है नरिवल सरिवल सबै जे छ सबै हालिदिनुहोस् ल तातो मटका चिया चाहिँ यस्तो छ नरिवल साइडमा नरिवल हेर्नुहोस् है एकदम दामी छ अब चाहिँ तपाईँको पानी पनि पऱ्यो यो साइडमा पानी पऱ्यो र अब मैले साह्रो लामो भिडियो बनाउनु पाइनँ खास मैले तपाईँलाई देखाउनु चाहेको चाहिँ यही थियो कि यही मटका चिया देखाउनु चाहेको मैले एकदमै टेस्टी छ अब तपाईँलाई है सधैँ नै हुन्छ बेलुका एकदमै टेस्टी अब त्यो पर बोटिङ गर्दै गरेको चाहिँ के गरेको भयो होला है अब निस्किसक्यो ए हो अब यति भयो नि कन्टेन्ट तपाईँहरूलाई एउटा छुट्टीको दिन आज मेरो टाइम पास पनि हो होइन अब अरू बेला त तपाईँहरूलाई ब्रिटिस आर्मी सिङ्गापुर पुलिस फोर्स कहाँ आउँछ र यो भिडियो बनाए यस्तोलाई पनि मेरो चाहिँ इन्करेज गरिदिनु चाहिँ भन्दै तपाईँलाई ह्याप्पी स्याटरडे चाहिँ भयो अब भिडियो चाहिँ सन्डेतिर आयो यहाँबाट बिदा पाउँ मटका चिया खानु पऱ्यो भने चाहिँ लेफ्ट साइडतिर आउनु होला ल हेभ अ ग्रेट डे एभ्रीबडी